बोस्टन बन्दरगाह अमेरिकाको सबभन्दा पहिलो बन्दरगाह, बेलायतीहरूले कब्जा गरेको बन्दरगाह। बेलायती शासन हटाउन अमेरिकानहरूले बेलायतीको यो जहाजबाट सबै टीको सामानहरू समुद्रमा फ्याँकेर बोस्टन टी गार्डन, टी पार्टी भन्छन्, जसलाई अमेरिकाको इतिहासमा बोस्टन टी पार्टीले प्रसिद्ध छ। जमुना क्रुजहरू, ठुल्ठुलो क्रुजहरू छन्। एकछिन घुमघामको सिलसिलामा क्रुजको यात्रा त गऱ्यौन, तर फोटो खिचेर क्रुजमा चढेर केही छोरा। यो निकै ऐतिहासिक छ, निकै राम्रो छ। यो एट्लान्टिक महासागरको किनारा हो। अमेरिकाको इस्ट कोस्ट भन्छन् यसलाई। बोस्टन बन्दरगाह।